हेलो गाइज, मेरो चाहिँ अझै 4वटा बाँकी छ। मेरो त थालमा देखिँदै छैन त नि। हेलो गाइज, आज चाहिँ हामी आफैले मोमो बनाएर घरैमा हामी आज मोमो च्यालेन्ज गर्न लागिरहेको छौँ। र मोमो च्यालेन्ज गर्नका लागि चाहिँ जेठी, माइली र कान्छी हामी तयारी भइसकेको छौँ। र यो हाम्रो अगाडि मोमो अनि चिसो, स्प्राइट अनि अचार सबै रेडी भइसकेको छ। र अब हामी च्यालेन्ज गर्नेछौँ। र च्यालेन्ज गर्दाखेरि चाहिँ कसले जित्नुहुन्छ आजको मोमो च्यालेन्जमा, त्यसले चाहिँ यो 1000 है 1000 पैसा पनि पाउनेछ। अनि भाडा मास्ने भने नै सम्झी होइन, हातले खाने हो। कसले हातले खानु पाउँछ? हातले होइन, चम्ची चम्ची ऊ फेल हुँदैछ है हातले। बिचको विनर होला जस्तो। एकदमै मिठो छ। हामी आफैले बनाएको मोमो, जेठी, माइली, कान्छी मिलेर। म चाहिँ सिधै फेल। ला मलाई 2टा मात्रै खानु सिकाउने। मुगा कत्रा देख्यो त आइज अब खाइयो सुत्यो। यति पिरो लगाएको रहेछ। बिस्तारै खानु। म त खानु सक्दिनँ के भन्नु। मलाई जाडो भइरहँदा खानु नसक्नु। जाडो हुँदा त झन् मिठो हुन्छ त पिरो अचार। मोमो भनेको टेस्टी एकदमै। आरामदायले खाइरहेको छु, तर पनि मेरो सक्न लागिसक्यो। पल्लो छेउमा फेरि केटी खाने म सक्दिनँ। यसले चाहिँ 5वटा पनि खाएको छैन त। हाम्रो छेउमा नाटक नि मोमोमा नखाने कति धेरै आइसके। नाटक होइन। खै एउटा बोक्नु त थमेलको लागि क्लिक हान्दिउँ सम्झिमा। लु म त खेल्दिनँ हौ। भाडा मास्न राजी। मेरो त हल्चल गर्नु नसक्ने। ला हार्ने कि जित्ने नै पो हो धन्दा। हार्नेले नि त्यही भएर म मोमो खाइसक्नु आँटेको हो, नत्र म मोमो खाने हो र यति धेरै। अहिले मात्रै थाहा भयो। एकदमै एक गोलदेखि चाहिँ पुरा धेरै छ क्या। त्यही भएर चाहिँ आजको हार्ने मान्छेले चाहिँ धन्दा गर्ने अनि मात्रै रेस्ट गर्न पाउने भनेर नियम बनाएको छ। अचार एकदमै टेस्टी छ। यो चाहिँ टमाटर, डल्ले खोर्सानी अनि चिम्पिङ अनि
लेकालु टिम्बुरको बनाएको हो। एकदमै टेस्टी छ यो अचार। खासमा म पिरो नखाने हो, यिनीहरूले झेली गरेर आएर अन्जानमा पुगेको है निस्किसक्यो है तर खासमा माइलीले धेरै खान्छ। आज के भयो माइली मैले जिते भन्दा भइहाल्यो नि। अघि भनेको नि मैले म पो अलमल नपरे फुलमा लाउँ कि जिउमा लाउँ भनेको जस्तै भयो नि। हार्नेले चाहिँ आज धन्दा गर्ने भनेर भनेको थियो, जुन जसले हार्छ त्यसले धन्दा गर्ने भनेर माइलीको तरफ प्लानै यो चाहिँ। खासमा मलाई चाहिँ केही थाहा थिएन भनेको खोर्सानी ओके गाइज यो सबै खाइसक्नु पर्ला। 1000 रुपियाँ चाहिँ जेठीले जितेको छ। दिनुहोस् 1000 आजको मोमो च्यालेन्जमा विजेता बन्न सफल हुनुभएको छ हाम्रो घरकी जेठी छोरी सुजाता राई। भरे त्यही पैसा बोकेर कुद्ने होला। हेलो गाइस, हामी अन्तिममा के भन्न चाहन्छौँ भने यो चाहिँ हाम्रो सानो मिनी ब्लग थियो। अनि एउटा हामी फ्यामिलीको दिदी बहिनीको यो मोमो च्यालेन्ज अनि पहिलोचोटि हाम्रो एक्सपिरियन्स हो। र यो चाहिँ हाम्रो भाइ गौरव कान्छीले यो युट्युब च्यानलबाट चाहिँ यो मिनी साबुन ब्लग लाउँदै हुनुहुन्छ। अनि युट्युब च्यानलको नाम चाहिँ गौरव राई रहेको छ। अनि तपाईँहरूले यो च्यानललाई यो सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। अनि तपाईँहरूको सब्सक्राइब तपाईँहरूको लाइक कमेन्ट सबै कुराले गर्दाखेरि नै हाम्रो च्यानल चाहिँ चल्नेछ। कृपया सब्सक्राइब गरिदिनु होला।